यो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म हाम्रो जङ्गे भाइको वी किप इन द हाइप भन्ने गीतमा रियाक्सन गर्न गइरहेको छु, जसमा फिचर छन् मिस्टर टिआरबी, द म्यान 90s, हाम्रो टिआरबी साथी र हेमन दाई अनि हाम्रो जङ्गे भाइ। ल सुरु गरौँ है त। यो हाम्रो मोहना नदीको साइड सबै केटाहरू सबै आफ्नो दाजुभाइहरू छ, साथीहरू छ, सबै एकदम डिलर चाहिँ हाम्रो सन्तोष सेप। सिधै धनगढी ब्यान्ड नम्बर 4 ल अब हाम्रो जङ्गे भाइ जङ्गी है त। ल बाट कोका छ चाहेको सबैलाई खोका आउँदैन त्यस्तै त खोका त हिपहपको जालमा अड्केको शब्दको ढोकामा आगो बाल्लाए फेरि आगो बनी वाइकहरू सबै यहाँ जलेर खरानी वाइकहरू सबै जलेर खरानी सही। हिंसाको चिता तब्ले तहहरू बुद्धको मलामी केडाहरू यहाँ चले सिकमा हिंसाको चिता ताप्ने तहहरू बुद्धको मलामी कडा सामानको डिलहानी नाका साइड बस्ती हाम्रो हिपहपको सिन्दामी हिँड्दैछ दाइहरू ब्यान्ड नम्बर चोकमा त मुझे तान्दै बस्थिन् पानी तर ममा धेरै फरक पर्छ बोल्न थाले चिज शब्दहरू यहाँ फरक बन्छ कडक बन्छ हरेक दिन हसल हाम्रो रिप्रेजेन्टिङ धनगढी जङ्कीहरू फेरि जङ्की हाल्ने गर्ने होइन भाइ मन परे के नै नापिस तैले तेरो फोरी सोच्ने आई गाड द मेनी प्रोल्नु सक्छ कसले बाबु हामी हाम्रो जङ्गे भाइ एकदम राम्रो। यो सायद जङ्गे भाइको पहिलो गीत हो, यसमा पनि राम्रो गरेछ उसले। आजकल त झन् उसको राइटिङ स्किल एकदम राम्रो भइसक्यो, एकदम बबाल। उसको नयाँ गीतहरू पनि सुनिरहेको हुन्छु मैले, दामी छ सबै। अहिले चाहिँ आफ्नो राइटिङ स्किल राम्रो देखाइरहेछ भाइले। ल मेरो साथीको इन्ट्री भयो है, मिस्टर टिआरबी। हामी चाहिँ जमानाबाट ऱ्याप गर्थ्यौँ ऊ साथी र म, होइन। ऊ चाहिँ बिटबक्स गर्थ्यो अनि म चाहिँ ऱ्याप गर्थेँ। जुगेडामा हामीले ऱ्याप स्टार्ट गरे भन्दा नि हुन्छ। हामी सधैँ जोसमा बस्छ बोर्डर छेउमा, हामी सधैँ दाउमा नपर्छ मेरो छेउमा आगोको ताप जस्तै मेरो केटाहरू सक्छस् भने लड्न आइज बरु फ्याक्छु म मेरो मुखबाट शब्दको गोली। मसँग पनि छ ग्याङ्स्टा टोली हिँड्छन् चटको टोली यता पनि छ है साथी। बटन खोली कसैलाई नटेरी एक्लै भए पनि गरेर देखाउँछन् मर्दको छोरा हुँ भनी। हाम्रो अघि सबै फिका सबैले भन्छन् हामीलाई गजेडी र लुका। एक दिन पछाडि सबै बिगाको केटाहरू रहेछ, हाम्रो साथी भाइहरू सबै पछाडि रहेछ दामी। ल सबै केटाहरू मिलेर बवाल भिडियो त यो पहिल्यै हो, तर अब आज हामी सबैजना सँगै सुनिदिउँ भनेर म चाहिँ सुनिरहेको हुन्छु। यही सहरमा मेरो पनि चल्नेछ सिक्का बेचेर सिक्का कैद म जेलभित्र साथीहरू माफिया पारामा। अहिले त हाम्रो टिआरबी साथी छ युके हो कि कहाँ, युके छ जस्तो, युके छ अहिले। सधैँ बसिरा हुन्छन् बासी चार्जमा हिँड्दै गर्छन् बेरोजगार तस्करीमा। सबैजना यहाँ मन परी जुगेडा गाउँ बदमासी ठाउँ छैन कसैको ठुलो नाउँ। यो मेरो गाउँ खेल्ने भए आइज लेभलको दाउँ। यो सुनसान ठाउँ पारा देखाउन चाहिँदैन कसैको साथ पनि हाम्रो ल हाम्रो हेमन दाईको इन्ट्री भयो है त, द म्यान 90s। हाम्रो दाई त फेरि डेन्जर ब्रेक डान्सर हो नि, जमानाबाट हिपहप गरेर हिँड्ने मान्छे। दाईले अब दरो हान्नुहुन्छ। ल सुन्नुपर्छ। ल साइड लागु तस्करी नाका साइड रक एन्ड रोल हाम्रो काका भाइ एकदम नाका साइड तस्करी रक एन्ड रोल काका भाइ एकदम। हिपहपमा आगो लगाए घिस्रेर आउँछौँ बिसबलाई फ्याँक्छौँ हामी हिपहपको नागो भाइ। तोरी ऱ्यापर नेपको दागो भाइ हामी पागो भाइ। जोडा नम्बर 12 हामी जुगडा लोकल ठिट्टा झगडा गर्न। हेमन दाई त खतरा हानिदिनु राख्नु भएको छ त, पुरा कहिलेदेखि पुरा त्यो ऱ्याप हान्नलाई वेट गरेर जस्तै, अनि पुरा एकैचोटि माइक पाएर पुरा हान्ने जस्तै गरेर
साह्रै छिट्टा हाम्रो बोली धेरै दिँदा मिठा मजा आउँछ सान देखाउनेलाई भिड्दा खालास मेरो हातको लाठी आउँछौँ हामी बाँधेर हिपको पार्टी टाउकोमा आइज न आइज एकचोटि आइज झुकेर एकचोटि आइज दामी एकदमै दामी केटाहरू मिलेर सबैजना एकदम राम्रो गरेका छन् होइन एकदम राम्रो लाग्यो म त सधैँ सुनिरहेको हुन्छु अहिले अब सबैजनासँग बसेर सुनौँ भनेर अब युट्युबहरूमा पनि अरूले मेरो साथीभाइहरूले पनि सुनोस् भनेर अब अहिले चाहिँ यो रियाक्सन भन्दा पनि गीत सुनेको भनौँ न हाम्रो जङ्गे भाइलाई पनि सबैले सपोर्ट गर्नुपर्छ दिसी जङ्गे भन्ने च्यानललाई सबै सब्सक्राइब गरिदिनु होला यो दामी एकदम केटाहरूले सबले एकदम राम्रो गरेछन् देखेर खुसी लाग्छ अब मलाई पनि गर्न मन छ कुनै दिन भेटेर सबैजना सँगै गर्नुपर्छ फेरि यो जय नेपाल जय हिपहप